हाई गाइस, घरमा बसेको बेलामा के खाऊँ जस्तो लाग्ने म मात्रै हो कि हजुरहरू पनि हुनुहुन्छ म जस्तै। आज चाहिँ म गइरहेको छु मिठाई बनाउनुको लागि, गुजिया। त्यति साह्रो मिठो पनि नबनाऊ होइन, यसै पनि म मोटो मान्छे, त्यही पनि खाइदिउँ न त भनेर कुराउनी हालेर चाहिँ गुजिया बनाएर खाने मन भयो। खान मन लागेपछि त के गर्ने है, जस्तो पनि जाँगर चल्ने के। हेर्नु न, कुराउनी बनाउँदैछु। यो बनाउन चाहिँ गाह्रो, तर खानलाई साह्रै मिठो कुरा के कुराउनी भन्ने कुरा। मेरो कुराउनी गर्दा गर्दै बनि पनि हाल्यो। अनि त्यहाँबाट मसला ससला भुटेर चाहिँ यो गुजियाको डल्ला डल्ली बनाएँ। अनि फ्राई गर्न हाली पनि हालेँ। हेर्नु न, बिस्तारै फ्राई गरौँ, अनि धेरै होइन, अलिकति त हो नि। अनि त्यहाँबाट फ्राई गरेर चाहिँ यस्तो बन्यो। अब हेर्दाखेरि त्यति नराम्रो छैन नि होइन। म मिठाई हलवाई त होइन नि, त्यही पनि राम्रो बनेको छ। हेर्नु न, नरम होला कि भनेको त कस्तो खस्ता बनेछ, झुरुम्मवाला, भित्र भरिपुर भएको। थ्याङ्क्स फर वाचिङ।